ट्रोलको सिकाल भन्छ फेरि हुन दिन्न के भएको छ र त नि अहिलेसम्म भइराख्यो क्या रे तिमी जहाँ त्यो त्यही ट्रोल हुन्छ यार ओइ थ्यांक यू सो मच नराम्रो सोच्छन् के छोड्देऊ सोच्न देऊ यार आफू गलत हुनु भएन आफू हुनु पर्यो दुनियाँले जेसुकै सोचोस् भएर त मलाई के बाल मतलब लाग्दैन झन् तपाईँहरू केटा मर्दको छोरा हो लौ अनि केटा अनि चाहिँ गाउँ बस्तीलाई गाह्रो अनि मान्छे उहाँलाई गाह्रो होला नि त नि बिचरा म एक्लै बस्ने भने हो र तपाईँ आउने हामी 3 जना बस्ने भने के सोच्ला मान्छेले मेरो उता अर्को घरको चाबी दिन्छु 2 जना मात्रै बस्यो हुन्छ त्यसो भए म म मेरो साथी पनि लिएर आउँछु नि त तपाईँलाई पोरे चाहिँ बाउलाई पागल आयो मेरो यार के भइरहेछ यहाँ यार हो मेरो साथी अलवेज मैसँग हुन्छ साथी हो कि बहिनी हो ऊ त डलको देखाएर बसिरहेको छ के साथी मेरो साथी अलवेज मसँग हुन्छ जहाँ गए नि मेरो साथी लिएर आइहाल्छ तपाईँ काठमाडौँ आउने बाजे अमितजीको घरमा गएर टक्क बस्ने खाने सुत्ने 2 जना साथी आउँछ के मान्छेले के कसरी लिन्छ पागल बोल्दै रहेछ यार लिन्छ र घुम्न जाने भने त एकजना साथीले भनेको छ किङजीलाई बोलाइदिनु रे उहाँ किङजीको अगाडि नै त्यसै भन्नुहुन्छ के को बोलो किङजीले हेरिराख्नु भएको खेल्दा आएन के त घरमा बस्ने कुराले घरमा बस्ने कुराले पनि रिसाउनु हुन्न के एकदम बिन्दास हुनुहुन्छ अभिजीको भाइ खोइ रे भाइ त गइसक्यो त्यो पनि कोमामा कोरामा गएछ एउटा गयो अर्को पनि गयो लाग्यो हो के आइडी गएको गाई तर आउँछ दुईटै आउँछ रे आउँछ एकैचोटि ए ल आउने भयो त धेरै राम्रो नआएर भएर मुद्दा हाल्छु नत्र म त हो नि मुद्दा हाल्ने हो हे केही गरेकै छैन यति आइडी गयो कम्पनीमा कम्पनीलाई हाल्न मिलिहाल्छ नि कति होला अमितजी तपाईँको त त्यसमा कति थियो होला है कोइन र पैसा पैसा र कोइनको के कुरा गर्नु भने आइडीको चाहिँ कुरा गर्नु होइन ठुलो आइडीमा त पाउनै थियो अलि अचानक गयो नि त है थियो होला है त्यो त्यस्तै हुँदो रहेछ कि टिकटकमा त्यो थाहा नै हुँदैन कतिखेर के हुन्छ भनेर भ्याटै गइहाल्छ त्यही भने बाजे त्यही भएर जम्मा भएको पैसा डेली विथड्र गर्ने गर्नु है यार यस्ता कुरा टिकटक बनाउन पागल के गाडी भनेर हैरान गर्छन् मान्छेहरूले तिमाथि यस्ता टिकटक गर्ने होइन के कति कमायो कति गरा दुनिया अनि नम्बर दिउ न त फोन नम्बर दिँदैन अनि त्यही भएर सबै कुरा टिकटकमै गर्छु त म फोन नम्बर दिन्न रे कहाँ छ त तपाईँको नम्बर मसँग एक नम्बरको झुटा रहेछ यो त भित्र गफ गरेर आएर बाहिर चाहिँ फोन नम्बर लिऊ भन्दै कस्तो लाग्यो तिम्रो नम्बर यहाँ भन्दै मैले कमेन्टमा पिन गरिदिउँ किन झुट बोल्यो कसले झुट बोल्यो तपाईँले मलाई ब्लक गरेको होइन कस्तो बोलेको छ तिमीसँग मेरो नम्बर छ तिमीसँग किन ए ब्लक गर्यो होला भनेको नि नराम्रो कुरा के हो भनेको तिम्रो नम्बरमा हामी व्हाट्सएपमा बोल्छौँ त अनि गेम खेल्न भन्दा गेम लाग भन्छौँ त नि कति रमाइलो पलाइ बोल खोल्थ्यो रे खास गरी अदाले यही खोजेको थियो मैले यही चाहेको थिएँ तर ट्याक्कै भनिदिनु भयो क्या कहिले बाजेले भन्छ होला यो लाइभमा आएर भनेर मैले सोचिरहेको थिएँ कि आफूले के बोल्नुहुन्छ के बोल्नु हुँदैन थाहा छैन भोलि गएर बाजेले नराम्रो हुने होला भनेर कहिले बोल्छ होला भनेर त ट्याक्कै बोलिदिनु भयो गाइस सबैले उताबाट फलो गर्नुहोस् हाम्रो अमितजीलाई फलो गर्नु ल 7,000 पुगिसकेको छ धन्यवाद 2 दिनमै सबैले फलो गर्नुहोस् 7,000 भ्युअर गाइस सबैले एभ्री डे प्लिज ओके सबैले उहाँलाई फलो गर्नुहोस् प्लिज ओके थ्यांक यू सो मच है थ्यांक यू सबैजना 35 रोजेस कम्प्लिट गरौँ न गाइस उनीहरूले कति जितिसक्यो यार मलाई पनि जिताइदिनु न एक गेम के भएको यस्तो किङ हुनु दिनु त के टेन्सन ल्याएर किङजी हुनुहुन्छ अमितजीसँग खेल्न कहिले दिनुहुन्न कम्पिटिसन हुन्न उहाँलाई धोबियान मलाई धोबियान मन लाग्यो नि मलाई धोबियान दि पानी परेछ नि सबैले फलो गर्ने लेट्स गो है सबैजना है
के अरे किङजीले तपाईँलाई नि हो धोबी हान्ने बाजेलाई कम्प्युटर हिजो 5 बाल्टी हिलो खाना यहाँ के तर रमाइलो भएको थियो है हिजो पनि तर त्यो सबैभन्दा बेस्ट चाहिँ ऊ राखेको थियो के सिलिन्डर बोकेर उठवास गरे चाहिँ त्यो ठिक लागेको थियो यार अस्ति भर्खर भोरे ग्यास कस्तो 35 बाट गरेको त स्या स्या गर्दो रहेछ यार त्यो पेट घट्छ भनेर हो के पेट गर्छ भनेको त्यो तिमी ठिक घटा पहिला आफ्नो त्यसैले आफ्नो पेट कहिले हेर्यौ घोप्टो पारेर आफ्नो पेट कहिले हेर्यौ मैले घोप्टो परेर के हेर्छु पेटको कुरा त म थ्याङ्क यू सो मच तिमी यार घोप्टो पारेर के हेर्छु रे तिमी आफैले भने हैन घोप्टो परेर पेट हेर्छौ भनेर मेरो पेटको घोप्टो परेर के गरिन्छ नि छ्या घोप्टो पारेर के हेर्छु पागल रहेछ आइमे त यार गाइज यार के हो के यस्तो यार एक गेम पनि नजिताउने कसैले के टाटी हेर्छ र म जिम जान थालेको छ के बाजे जिम जान्छ भने म डेली अनि घोप्टो पारेर के हेर्छु के भनेको त्यस्तो घोप्टो परेर मान्छेले के गर्छ नि यार जिन्दगी बोल्दा बोल्दा आफ्नो बोलीमा आफू चिप्लिन्छ लास्टमा बङ्गालीले पछाडेर भस्काउँछ भन्छौ कहिले भने त्यस्तो तिमीले हिजो भनेको होइन त्यही कुरामा तिमी ए आफ्नो बाजे तिमीले जतिखेर पनि मैले त साथीहरू अनुहार लुकाएँ उहाँहरूले के बोल्नुभयो तपाईँ रेकर्ड गरेर मेरो अनुहार चाहिँ यतिसम्म त म सुन्न सक्दिनँ कसम हो हिजो यस्तो भने पाकिस्तानीहरूले पछाडिबाट धेरै हान्छ भनेको के लाइक गिफ्टहरू फ्रन्टमा खेल्दैन ब्याकमा खेल्छ भन्न खोजेको के मेरो बोली प्यारी समझ गई यहाँ बौला रहेछ यार दैट अनि के त सही त हो नि तिनीहरूले पछाडिबाट कस्तो गर्छ त्यसरीका नराम्रो होइन भने यसरीका होइन भने नराम्रो होइन कस्तो होइन पछाडिबाट कुरा गर्छ गिफ्टिङ गर्छ भनेको के तिमी आफ्नो बोलीमा आफू होइन यस्तो हो खास गरी वादाले भन्न खोजेको चाहिँ पछि चाहिँ मार्छ भनेको मतलब चाहिँ गिफ्टिङ हान्दाखेरि स्नाइप गर्छ तिनीहरूसँग त्यो यो गल्फ कन्ट्रीकोसँग तपाईँले मिडल इस्टसँग गेम खेल्नुभयो भने जहिले पनि उनीहरूले बुस्टिङ लाउने भनेको 10 सेकेन्ड बाँकी हुँदाखेरि 10 सेकेन्ड बाँकी हुँदाखेरि हामी चाहिँ 30 सेकेन्डदेखि लाउँछौँ 25 बाट लाउँछौँ उनीहरू चाहिँ 10 सेकेन्ड बाँकी हुँदाखेरि ट्याक्क बुस्टिङ लाउँछ लास्टमा थाहा नै नपाइकन हान्छ हो त्यही भनेको अनि मैले खतरा हान्छ क्या खतरै हान्छ क्या अनि म त्यही हो र अनि म भनेको मैले धेरैचोटि खेलेको छु तिम्रो त सोचै त्यही जाने भने सोचै त्यही जाने एनिवे धेरै खुसी लाग्यो हुन्छ भाइ हुन्छ थ्याङ्क यू सो मच है त हुन्छ है त अदा ल ओके भाइ बोल्दै गर ल हुन्छ ओके बोल्दै गरौँ हुन्छ ल गाइस सबैले